एउटा बस चढेर बिचमा आयो अब त्यहाँबाट गएर जाने थाहा छैन कटेज चाहिँ दामी बनाऊ ढुङ्गा दामी यो त डाइनोसरको जस्तै खदै यार ढुङ्गाको गेट यस्तो दामी छ ढुङ्गाको पुरै घरकै यस्तो दामी चलो फार्म रहेछ है थाकिसक्यो म चाहिँ वेट गाइज वेट वाउ Bloom, bloom, bloom by Copila. Glow up, love up with Copila. Every moment brighter still. Bloom by Copila. हेलो गाइज वेलकम टु आवर ब्लग आज चाहिँ हामी धेरै पछि उसको ब्लग बनाउने मुड भएको छ त्यसैले आज हामी चाहिँ छोटो मिठो घुम्न जाँदैछौँ हेर्दै गर्नु होला माया गर्दै गर्नु होला यस्तो भयो क्या मलाई चाहिँ किनभने सबैजनाले माया दिनु पर्यो अनि केही कस्तो हुन्छ नि सब्सक्राइब बढ्दै गयो अनि त्यहाँबाट मेरो भिडियोमा लाइक आउँदै गयो भने मलाई पनि बनाम गरम हालम हुन्छ नि भ्युज नै आउँदैन दुःख यस्तो दुःख गरेर गऱ्यो के पनि हुँदैन अनि त्यो भएपछि कस्तो हुँदो रहेछ भने भिडियो हाल्नै मन नलाग्दो रहेछ क्या डिमोटिभेटेड हुने होइन त्यो त्यस्तो हुन्छ त्यो पार्ट अफ द प्रोसेस हो म पनि त्यस्तोबाट गुज्रिरहेको छु आई नो होइन त्यही भएर माया गरिदिनु होला जतिजनाले हेर्नुहुन्छ लाइक सेयर सब्सक्राइब गरेर एउटा सानो क्रिएटरलाई हेल्प गरिदिनु होला त्यही भन्दै मेरो दुई शब्द यहीँ टुङ्गाउँछु लास्टसम्म हेर्नु होला आउटफिट चेक ल सो घरबाट हेर्दाखेरि चाहिँ के भएको थियो भने दुईवटा बसमा चढेर सिधै उहाँ पुग्छ भनेर आइयो घरबाट एउटा बसमा चढ्यो यहाँ बिचमा आयो अब यहाँ बिचबाट बस जाने नै अप्सनै देखाउँदैन यस्तो छ गाह्रो छ बस त्यहाँ बस छ कि छैन त्यहाँ छैन रहेछ भने चाहिँ घुम्न गयो लाग्छ होइन एउटा बस चढेर बिचमा आयो अब त्यहाँबाट गएर जाने थाहा छैन हामी चाहिँ बसबाट झरिसकेका छौँ हामी पुरै गाउँ हो क्या पुरै गाउँ बारी छ पछाडि यस्तो बारी छ क्या पुरै चाहिँ यही हो यहाँबाट हुन्छ हाम्रो स्टार्ट पुरै यस्तै फ्लावर फेस्टिभलहरू चलिरहेको छ सबै ठाउँमा फ्लावरहरू ओइलाइसक्यो अनि यहाँनिर चाहिँ अझसम्म पनि रहेछ यस्तो दामी कलरको फ्लावरहरू छ अनि त्यहाँनिर चाहिँ राजु उता क्याफे आउने बित्तिकै उसले चाहिँ ठाउँहरू खोज्दै हिँड्दैछ त्यही त यस्तो दामी यस्तो पिस छ कि ठाउँ भनेको यस्तो राम्रो छ मेरो ब्याकग्राउन्ड हेऱ्यो भने यति राम्रो छ कि गाउँ भने पनि गाउँ पनि यस्तो हुन्छ क्या वाउ एकदमै धेरै नेचर भएको ठाउँ हामी चाहिँ बस्दा झ्यावै लाग्थ्यो घरपट्टि साइडतिर किनकि त्यहाँ अपार्ट बाइक के पनि हुँदैन थियो अनि आज हामी यति राम्रो ठाउँ आएको छौँ गाइज यार यस्तो इन्भेस्ट गरेको छु यो भिडियोमा 1000 के चाहिँ 1000 के तो नॉर्मल होता है यार नहीं मानता यकीन नहीं हो रहा मुझे भी पहली बार है ना ए चुप रे 1000 के लाइक त हुनु पर्यो नि यार यस्तो दुःख गरेको छु यहाँ मलाई कसैले सपोर्टै गर्दैन भने 1000 के लाइक रे उयो 1000 के 1000 के 1 लाख भएछ नि त 1000 के भन्न खोजेको 1000 के हो 1000 के भनेको 1 लाख मात्रै हो त तू मुझे गलत मत बोल तू खुद को गलत बोल तू खुद की औकात देख 1000 के भनेको गाइस म यस्तो जक्करवाला चस्मा लगाएर हिँड्दा चाहिँ तपाईहरुलाई खुसी बनाउनको लागि भन्ने हो क्या एकदमै धेरै पछिको ब्लग हो सबैजनाले मलाई मोटिभेसन गर्नु पर्यो कि सबजनाले सब्स्क्राइब गर्यो भने सबजनाले लाइक गर्यो भने मलाई पनि मोटिभेसन हुन्छ त्यही भएर लाइक गर्नु होला सब्स्क्राइब गर्नु होला फार्म रहेछ है यो चाहिँ के हो थाहा भएन के हो यो बाख्रा हो कि भेडा हो बाख्रा हो कि भेडा हो थाहा भएन होइन यति कसैलाई थाहा छ यो के हो भने थाहा छ भने चाहिँ हामीलाई भनिदिनु होला यति राम्रो छ यार यो क्याफे यति राम्रो छ वाउ म कोरिया आएर पनि यति धेरै नेचर भएको ठाउँमा चाहिँ कहिले पनि गएको थिएन क्या हामीले चाहिँ यहाँनिर आउनको लागि टिकट काट्नु पर्दो रहेछ अब हामी टिकट काटेर चाहिँ अब हिँड्दैछ अब चाहिँ हामी सबै ठाउँहरू हेर्दै के छ कस्तो छ सबै देखाउँदै हेर्दै रमाउँदै हिँड्छौँ अब हामी होइन लास्टै मसँग चाहिँ यो म्याप छ होइन अब यहाँ कहाँबाट कहाँ जाने भन्ने ठाउँहरू चाहिँ लास्टै ठुलो रहेछ यो डाँडा पुरै ढाका रहेछ अनि मलाई बेस्ट कुरा लागेको चाहिँ के हो भन्दाखेरि होइन यस्तो गाउँमा पनि टुरिज्मलाई गर्नलाई बुस्ट गर्नलाई होइन कस्तो ठाउँहरू बनाएर क्या गरेको क्या बिजनेस माइन्डसेट चाहिँ हो कि कोरियनहरूको वाउ यति राम्रो खोला बगिरहेको छ यो खोलाको आवाज सुन्दै थाहा हुन्छ कि यहाँ कस्तो राम्रो छ भनेर क्या अझ म त्यो भित्र कुनामा जान पाएको छैन होइन त्यही भएर राम्रोसँग देखेको छैन म ब्याकग्राउन्डमा देखाउँछु
यति राम्रो यस्तो राम्रो छ नि यो ठाउँ माई गॉड यहाँनिर चाहिँ जस यो चाहिँ सिप फार्म जस्तो क्या एउटा त्यो जनावरहरूलाई पालेको फार्म जस्तो अनि त्यो ठाउँमा एकदमै उस गरेर डेकोरेट गरेर टुरिस्ट अट्र्याक्ट गर्नलाई चाहिँ एकदमै दामी दामी उस कुराहरू गरेर रहेछ बब्बाल लाग्यो ल कोपिलाको भ्लगमा होइन यहाँनिर चाहिँ कोपिला यहाँनिर चाहिँ फुल छ क्या ल गाइज अब चाहिँ हामी भर्याङ चढेर खोलामा जाँदैछौँ यो चाहिँ के हो त फेरि भित्र जाने होइन असो ओसे हो भने खोइ के हो ए माथि जानको लागि होला नि त हामी चाहिँ उकालो चढ्दा चढ्दा थाकेको अवस्था एक मेन खोला त यहाँ माथि रहेछ नि त अनि म चाहिँ भर्याङ चढ्दै गरेको अवस्था खोलाको झर्नामा पुग्न लागेको अवस्था थाकिसक्यो म चाहिँ यो ठाउँ त अलिकति बिस्तारै घुमेर भ्याउने ठाउँ चाहिँ होइन रहेछ अब यो भर्याङ चढेर हिँड्यो भने त कहाँ पुगिन्छ नि थाहा छैन क्या वेट 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 गाइज वेट वाउ बनाएर नि हुन्न उसलाई टिकटकमा बनाउनु भने होइन जस यो एउटा झर्नालाई लिएर होइन एकदम दामी टुरिज्म एरिया बनाएको यसलाई चाहिँ बवाल मानेको मैले मतलब यही एउटा झर्ना हो नेचुरल भनेको सबै आर्टिफिसियल्ली उस गरेको जो सबै यो फुलहरू रोपेर यताउता यही झर्नालाई अट्र्याक्सन गर्नलाई यत्रो सबै गरेको चाहिँ दामी हो क्या Oh my god तर दामी यार हामी यहाँसम्म झर्नामा छौँ होइन अब यो डाँडा यसरी यो माथिबाट यसरी डाँडा घुम्न बन्दैछ अब यहाँ झर्ना छ अब यताबाट कि त यसरी फर्किनु पर्यो के भने यसरी फर्किनु जमहरू पनि रहेछ होइन बेकरी क्याफे रे भोक लाग्यो होइन पहिला केही खाम मैले किनकि आज बिहान भात पनि खाएको छैन मिट नलागेर अब केही खाम अनि घुमाउँला यो स्ट्यान्ड यस्तो घुमेको छ कि यस्तो घुमेको छ कि म स्ट्यान्डलाई फ्याल्दिउँ जस्तो झोक चलिसक्यो क्या गुफा रहेछ होइन गुफा रहेछ यस्तो मजा रहेछ मलाई रिस्ट आयो भने त तिमीलाई त्यो गुफामा पोज दिन्छु यस्तो घरि है बनाइदिनु पर्ला है मलाई एकदमै दामी बनायो क्या यस्तो झर्ना यस्तो वन त हाम्रो गाउँमा कति छ होइन तर यो झर्नालाई लिएर कसरी त्यो एउटा अट्र्याक्सन डेस्टिनेसन बनाएको त्यो चाहिँ एकदमै दामी हो वनमा बाघ आयो भने के हुन्छ यस्तो वनै बन्छ अनि आउँदैन बाघ यहाँ अब उनीहरूले यो संरक्षण गरेर राखेपछि त कहाँ बाघ ल्याउँछ त नि यहाँ त्यही त यो त घुमेरै भ्याइँदैन क्या कत्रो हो कि यो त कहाँ ट्रेकिङ घुमेर सकिन्छ ट्रेकिङ गर्नलाई चाहिँ दामी रहेछ पुरै एउटा के अरे डाँडालाई लिएर बाटो बनाइदिएको रहेछ अनि सानो झर्ना छ अनि क्याफे अनि रेस्टुरेन्टहरू छ अनएडिट भिडियो हाल न मसरुम खाने हो साथीहरू खाने हो मसरुम कोरियाको मसरुम यहाँ देखाइरहेको यहाँ चाहिँ मसरुम पाइने हो क्या नेचुरली नै यहाँ ढुङ्गाको आर्टहरू यस्तो दामी दामी बनेको छ कि पुरै त्यो बिचतिर हुन्छ नि त्यस्तो ढुङ्गाहरू छ कि पुरै हेर्न कस्तो दामी दामी छ कि हेर न सेम त्यो भगवानहरूको मूर्तिहरूको जस्तै बनाए हेर न त्यही त ढुङ्गाको आर्टै यस्तो दामी छ कि ढुङ्गाको आर्ट हेर्न गेट हेर न त्यो गेट ओ माइ गॉड यो त नेचुरलै हो है नेचुरल हो त्यो गेट हेर ल ढुङ्गाको त्यस्तो गेट भएको छ कि अब यहाँ हेर्ने हो भने ढुङ्गाको गेट यस्तो दामी छ प्रिजर्भ गरेर उनीहरूले एकदमै उस गरे हो क्या यो चाहिँ मान्नै पर्छ एकदमै दामी बनाएको है काटेर बनाएको हो हुन त होइन किनभने यो त काटेकै हो होइन यहाँ यस्तो उस बनायो नि त यता हेर त काटेको हो हुन त तर जस राम्रो बनायो क्या त्यो नेचुरल कुराहरूलाई नै प्रेजेन्ट गरे उनीहरूले त्यो उता त के अरे ढुङ्गाकै कटेज रहेछ नि त उता हेर त हो कहाँ ढुङ्गालाई खुदेर कटेज बनाएको छ क्या म यस्तो दामी कटेज देखाउँछु ढुङ्गाको कटेज क्या ढुङ्गाको पुरै घर के यस्तो दामी चलो ढुङ्गाको घर बनाइदिएको छ यस्तो दामी छ यार हामीले राम्रो गरेछौँ है यो ठाउँ आएर यो ठाउँमा चाहिँ किन हो मसरुम पाइन्छ ल हेर न यो के को मुख गरेको जस्तो टाइपको हेर न यो हेर न मुख बनाएको कि यो पुरै
यो त डाइनोसरको जस्तै हो त यार ए डाइनोसरको मुख हो क्या हो यस्तो हेर्दाखेरि त ल हेर न त्यो घाँटीको त्यो भित्र त्यो उम पनि देखाएको छ के डाइनोसरको मुख हो त्यो त दाँत पनि छ त यहाँ अगाडि त्यही त दाँत कि पनि त छ गोही के हो कि त डाइनोसर हो यो पक्कै ओ त्यही हो यहाँ छ के कटेज बनाएको मसरुम ल कटेज यहाँनिर चाहिँ ढुङ्गाको कटेज छ हेर म साथीहरू ढुङ्गाको कटेज बनाए यहाँनिर चिटिक्क भरेर होइन अब यो मसरुम चाहिँ किन छ थाहा भएन यो खासमा काठ रहेछ कि के रहेछ ए यो त सिमेन्टवाला रहेछ ए यहाँनिर त यस्तो आऊ न यो त यहाँनिर बसेर खान मिल्ने टाइपको रहेछ कि भित्र त अहिले चाहिँ फोहोर बनाएछ सामानहरू के राखेर होइन यस्तो रहेछ जस पहिलाको यो जमानामा पहिलाको जमानाकै जस्तो छ कि यो जस्तो छ क्या पहिला जस मान्छेहरू सर्भाइभ गर्नलाई पहिला अब घरहरू हुन्न थियो नि त हो त्यति बेलाकै यो एरियालाई अनि अहिलेसम्म पनि त्यो देखाउनलाई राखेको जस्तो छ ए सबै त्यस्तै रहेछ यो कछुवा जस्तो रहेछ नि त हेर न उयो कछुवा जस्तो रहेछ क्या यहाँ अगाडि मुख होइन यहाँ अगाडि मुख छ यो अगाडिको मुख भयो अनि यस्तो रहेछ नि त यो डाइनोसर हो त यो ए डाइनोसर यहाँनिर ल देखिन्छ त्यही डाइनोसर चाहिँ यहाँनिर हो क्या यस्तो ए भगवान ढुङ्गालाई गरेर कस्तो दामी बनाएको हो दामी बनाओ क्या आई लाइक इट म्यान यो कटेज चाहिँ दामी बनाओ ढुङ्गा दामी 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 यो हो नि त घुम्ने ठाउँ भनेको त यस्तो गाउँ छ वन बाइक केही छैन तर पनि यो पार्क चाहिँ बवाल बनायो यो ठाउँ त साँच्ची नै भनेको होइन यो देखाएर सकिँदैन कि यति राम्रो ठाउँ छ यति राम्रो ठाउँ छ होइन यो मैले आज दिनभरि आज यहाँ बसेर पनि सकिँदैन ए वारको रथको पाङ्रा ओ माई गॉड यहाँ माथि अब चढेर अर्जुनले यस्तो एकजना क्युट अनुहार पनि रहेछ पछाडि चाहिँ मोटु बाजे र सानो बाजे छ बाउछरा त हामी चाहिँ पिङ खेल्दैछौँ अब थकेला हिँड्दा अब एकछिन पिङ खेलौँ गर्दै खेल्दै त्यति भएर गाउँमा किन खेल्नु नि लिङ्गे पिङ कति खेल्यो यार आई मिस दोज डेज क्या बच्चा हुँदा रमाइलो थियो है सबै कुरा बच्चा हुँदा धेरै रमाइलो थियो नि न टेन्सन न के कसैको बाल घर गयो भोग्लायो भन्यो भात खायो नजा भन्ने ठाउँ गयो नगर भन्ने कुरा गर्यो रमाइलो थियो नि अहिले एउटा कुरा गर्नु नि 10 चोटि सोच्न पर्ने दिन आइसक्यो एउटा यहाँ ल्याउ न यहाँ बनाइदेऊ न कस्तो हुन्छ भने चल्दा चल्दै उसलाई चाहिँ ठोकिहाल्यो भने अनि कस्तो हुन्छ अनि अनुहार यहाँ ठुस्स परेर होइन कस्तरी यहाँ यस्तो पुरै रातो बनाइदिएको छ क्या यहाँ उसलाई चाहिँ भोक लाग्यो अरे धेरै नै अब एकछिन रेस्ट गर्छौँ यहाँ कफी सबभित्र गएर त्यसै केही खाँदै पेट पूजा गर्दै अब बस्नुपर्छ यहाँनिर चाहिँ सानो लाइब्रेरी पनि रहेछ यता चाहिँ कफीहरू खान मिल्ने दामी एकदम पिस छ लेट्स गो ल के खाने हो हाल चम्चाहरू हाल्यो कुन चावाला जुसहरू पनि छ कुन चावाला खाने जुन खाइन हाल न जुन खाइन भयो त एउटा यो खाम ल यो मिठो हुन्छ हाम्रो चाहिँ केक र एउटा जुस अनि एउटा बिस्किट जस्तो लिएका छौँ अब चम्चाहरू लिएर त्यहाँ माथि गएर खाने भन्ने प्लान छ हाम्रो चाहिँ किनभने यहाँ मुनि अलिक धेरै नै मान्छे छ हामी चाहिँ उहाँ माथि गएर खाने सबै हाल्यो म चाहिँ कफी लिएर हिँड्दैछु ऊ चाहिँ माथि गइसक्यो होइन अब माथि भर्याङ चढेर जाउँ उसले त्यहाँ ठाउँ राखेर बसिरहेछ लेट्स चाहिँ माथिबाट कस्तो देखिन्छ जुस राम्रो देखिँदो रहेछ मेरो अहिले यो जुस पोख्यो भने छैन अहिले लोद गाली खानुपर्छ फेरि ढङ्ग छैन त्यस्तो मात्र हो त यो ढङ्गसँग छैन माथिबाट चाहिँ यस्तो देखिँदो रहेछ तल ऊ चाहिँ त्यहाँ बसिरहेको रहेछ माथि चाहिँ यस्तो रहेछ माथि पनि लास्टै ठुलो रहेछ यार धर कोरियाको रुल चाहिँ यस्तो छ है अब खायो अन्तबाट आफ्नो भाँडा आफै उठाऊ लिएर जाऊ लगेर राखिदेऊ होइन यस्तो छ फाइनली मेरो भोक चाहिँ मेटिसकेको छ हामी चाहिँ क्याफेमा सब खानेकुराहरू खाएर निस्किसकेको छौँ राजु चाहिँ टोइलेट गएको छ म उसलाई कुर्दैछु अब चाहिँ हामी सबै काम सकाएर अब चाहिँ हामी घर जान्छौँ
यदि तपाईँहरू कोरियामा बस्नुहुन्छ अनि कोरियामा बसेर यो ठाउँ आउन चाहनुहुन्छ र यो ठाउँमा कसरी जाने भनेर जान्न चाहनुहुन्छ भने तल कमेन्टमा लोकेसन भन्नुहोला अनि म कति नम्बरको बस चढ्ने कसरी जाने सबै कुरा कमेन्टमा भन्छु। त्यही भएर कमेन्ट गर्न चाहिँ नबिर्सनु होला, सँगसँगै मलाई सब्सक्राइब पनि है। फेरि दुःख पाइयो गाइस, दुःख पाइयो। यहाँनिर अहिले 5 बजिरहेछ, 5 बजेर 43 बस भनेर सोचेको त 7 बजेर 43 को रहेछ। त्यही भएर अब हामी अर्को बस चढ्नको लागि यहाँदेखि 28 मिनट हिँडेर अनि अर्को बस समात्न जाँदैछौँ। 30 मिनट कुरेर बसेँ क्या, त्यो यो 30 मिनटमा वहाँ पुगिसक्दैन। त्यही भएर 30 मिनट यस्तो बस कुरेर बसेको। मैले यो गल्ती गरेँ बे, बुद्धि छैन। गाडीमा आइसक्यो हामी चाहिँ। यस्तो छ यहाँको नजारा होइन, यसरी हिँड्दै जान्छौँ अब हामी। यहाँनिर चाहिँ खेतीहरू यसरी गर्छन्, प्लास्टिक लगाएर। प्लास्टिक हाल्यो दामी हो क्या, झार्न आउँछ होइन, प्लास्टिक लगाएर अनि यसरी रोपेर। नेपालमा पनि यस्तै गऱ्यो भने दामी हुन्थ्यो नि। कोरियामा छु भन्ने फिलै भएको छैन कि यो इन्भाइरोमेन्ट देखेर क्या। म कतै चितवनतिर गएको छु अनि चितवनतिर यस्तो ड्यामतिर घुम्दैछु जस्तो फिल भइरहेछ क्या मलाई आज।